नमस्कार सम्पूर्णमा। आज चुलको लागि विशेष तेलको रेसिपी लिएर म उपस्थित भएकी छु र हजुरहरूको यदि चुल झर्ने समस्या छ भने यो तेलको उपयोगले त्यो पक्कै पनि निर्मूल हुनेछ भन्ने मेरो आशा छ। मेरो आफ्नो चुलको लागि यो तेलले धेरै काम गर्छ र त्यसैले गर्दाखेरि मैले हजुरहरूसँग पनि यो रेसिपी साझा गर्न चाहे। ल आउनुहोस् कसरी मैले यो तेल बनाएँ भन्ने कुरा हामी भिडियोमा हेरौँ। र साथीहरू, यो तेल बनाउनको लागि मैले तोरीको तेलसँग नरिवलको तेल पनि मिसाएकी छु र साथमा मैले यहाँ 10बाट 12वटा सामग्रीहरू हालेकी छु र यी सामग्रीहरूमध्ये मैले विशेषतः पत्ता र फूलहरू हालेकी छु, जस्तै जवाको फूल, हिबिस्कस जसलाई भनिन्छ, मेहन्दीको पत्ता हालेकी छु, कडी पत्ता वा नरसिंहको पत्ता हालेकी छु, सदाबहार फूल र त्यसको पत्ता, साथमा तुलसी पत्ता, त्यसपछि मेथीका दाना, कालो जिरा, प्याज काटेर हालेकी छु, साथै एलोभेरा वा घिउ कुमारी, अनि अमला नभेटेर अमलाको गाँसको बोक्रा मैले उकाएर ल्याएर हालेकी छु, अमलाको रुखको बोक्रा। र यी सबै जिनिसहरू मिसाएर मैले मजाले यी जिनिसलाई पकाएकी छु र अब यो मिश्रणलाई म एक दिन यसै कराईमा, किटको कराईमा छोडिदिएर अनि एउटा बोतलमा भराएर लगाउन थाल्नेछु। यसरी विभिन्न थरी जडीबुटीहरू पकाएर बनाएको तेलले कपालको लागि धेरै उपयोगी कर्म गर्दछ भन्ने हामीले सुनेका छौँ र मैले मेरो कपालमा प्रमाण पनि पाएकी छु। हुन त यति धेरै जडीबुटी मैले हालेर पकाउँदिन थिएँ, 2-4वटा जडीबुटी हालेर पकाउने गर्थेँ, तर यसपालि मैले धेरै जडीबुटीहरू भेला पारेर यसरी पकाएकी छु र आशा गर्छु हजुरहरूले पनि यो पद्धतिले पकाएर आफ्नो कपालमा यस्तो खालको तेल लगाउनुहुनेछ र यसबाट हजुरहरूलाई कस्तो खालको फाइदा हुन्छ भन्ने कुरा मलाई कमेन्ट गरेर बताउनुहुनेछ। मेरो भिडियो हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ।